हेलो एभ्रिवान, आज मैले पहिलोपटक मिनी ब्लग बनाएको त्यसैले केही ठाउँमा भिडियो खिच्न बिर्सेँ। त्यसको लागि माफी माग्न चाहन्छु। बिहान उठेँ, नुहाइधुवाइ गरेँ अनि त्यसपछि पूजापाठ पनि गरिसकेको थिएँ अनि भिडियो चाहिँ खिच्न चाहिँ भुलेछु। आज साउनको पहिलो सोमबार भएकोले मैले हरियो रङको कुर्ता लगाउन जाँदैछु। आइरन गर्नु पर्यो भने सुरुमा आइरन गर्छु अनि आइरन गरिसकेपछि आइरन गर्दैछु कि म चाहिँ हरियो कुर्ता अनि त्यसपछि हरियो त के भने मेहन्दी कलरको छ। आइरन गर्छु। आइरन गरिसकेपछि चाहिँ म अर्को कुर्ता पनि मतलब त्यो गराइरहेको हुन्छ। अब कुनमा मात्र त्यही लाउँछु भनेर आइरन गरिरहेको थिएँ अनि त्यसपछि चिया खाएँ। मैले चाहिँ दुध हालेको चिया त खानै पर्यो। त्यसपछि मैले कस्तो आस्ते खान्छु दुध हालेको चिया, फेरि मेरो फेभरेट। त्यसपछि म चाहिँ कुर्ता लगाएर रेडी भएँ अफिस जानको लागि। त्यसपछि मैले गर्छु मेकअपमा सनस्क्रिन लगाउनु पर्यो, मोइस्चराइजर नलाइकन त केही लाउनै हुँदैन कि सनस्क्रिन र मोइस्चराइजर त अनिवार्य चाहिन्छ। मैले डट एन्ड कीको सनस्क्रिन चाहिँ एकदम मेरो फेभरेट सनस्क्रिन हो। यो चाहिँ एकदमै राम्रो हुन्छ। त्यसपछि मैले रेडी भएँ। यति लगाइसकेपछि अरू चाहिँ लाउनु पर्दैन क्या, टिन्टेडवाला सनस्क्रिन त्यसैले केही लाउनु पर्दैन। अनि त्यसपछि अलि ब्लस पनि लाउनु पर्यो, अलिअलि लाउने हो। अनि त्यसपछि मस्कारा लाउँछु। मस्कारा लगाउनु कुरा हो। यदि चाहिँ मलाई चाहिन्छ अनि कालो टिका त छुट्याउनु पुरै भएन। कालो टिका लगाएपछि बल्ल लुक कम्प्लिट हुन्छ के। त्यसपछि कपालमा तर सिरम लगाएर जानु पऱ्यो भनेर सिरम लगाएँ। अनि त्यसपछि चार्जर चाहियो, पावर ब्याङ्क चार्जर ब्यागमा हालेर लिपस्टिक लगाएँ। लाउँदैछु माई फेभरेट हो लिपस्टिक चाहिँ एकदमै राम्रो। त्यसपछि फेरि लाउनु रहेछ कि दुईचोटि लाउँदो रहेछ कि मैले सिरम। फेरि अघि देखाएको मात्रै रहेछ, अहिले चाहिँ बल्ल लाउँदैछु कि लिपस्टिक अनि पर्फ्युम लगाएँ। त्यो चाहिँ मेरो फेभरेट पर्फ्युम हो। अनि त्यसपछि म सुज लाउँछु नि, यो सुज हो नि मेरो। सुजहरू कस्तो छ हेर्नु न, भनिदिनु ल र कस्तो लाग्यो हजुरलाई। अनि म चाहिँ रेडी हुन्छु। अनि त्यसपछि म घरबाट निस्केर जाँदैछु। बाटोमा यो चोकमा आएँ। अब गाडी पाइएकै थिएन, कसरी जाने होला, बेला भइसक्यो अफिस जान भन्दै थियो। ठ्याक्क मैले चिनेको दाइ आउनुभयो। दाइसँग बाइकमा सरेर गएँ। कस्तो पानी परेको थियो, कस्तो राम्रो थियो कि मौसम। फेरि मलाई पानीको मौसम फेरि एकदम मनपर्छ। अनि अफिस आएँ। अफिसमा भिडियो खिच्न भएन। त्यसपछि अफिसको यसो ठुलो टाइम त अफिसबाट निस्केर मन्दिर गएँ। सोमबार यसो अफिसको स्टाफहरू मिलेर यसो मन्दिर गएर दर्शन गरेर आएँ। त्यसपछि भिडियो खिच्न बिर्सेँ। त्यसपछि अफिसबाट छुट्टी भइसकेपछि हेर्न पानी परिरहेको थियो, बस कुदिरहेको थिएँ आएर। त्यसपछि ठ्याक्कै बस आएर म बर्तुङ चोकमा पनि झरिसकेँ। अनि साँझ भयो अनि बत्ती बालेँ। अनि बत्ती बालेपछि चिया नास्ता त होइन, चिया चाहिँ खान पाइन्छ। अनि फेरि तरकारी सरकारी केलाउनु पऱ्यो भनेर फर्सीको मन्डातिर केलाउनु लाएँ। फर्सीको मन्डा र बोरी घरै फलेको अनि चिया त छुट्याउनै भएन। कस्तो राम्रो छ हाम्रो फर्सीको मन्डा र बोरी। त्यसपछि म दिउँसो मन्दिरमा गएको खिचेको फोटो कस्तो लाग्यो कमेन्ट गर्नु। थ्याङ्क यू। हजुरले यस्तो राम्रो भिडियो चाहिन्छ भने लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्न नभुल्नु होला। अब यस्तो नाच्छु म, फेरि बस्न नाचेँ। अनि त्यसपछि मन्दिरको भिडियो हो क्या अलिअलि। यस्तै भिडियो मनपर्छ भने कमेन्ट गर्नु होला, फेरि राख्ने कोसिस गर्नेछु। थ्याङ्क यू फर द वाचिङ। थ्याङ्क यू गाइज। नमस्कार।